हेलो नमस्ते स्वागत गर्न चाहन्छु आदरणीय तमाम दर्शकवृन्दहरूलाई। आज भने म तपाईहरुलाई कपिलवस्तुको राजधानी तौलियाबाट नजिकै पर्ने तिलौराकोटको बारेमा एउटा डकुमेन्ट्री भिडियो बनाउन गइरहेको छु। अन्तिमसम्म हेर्नु होला है। अब यहाँको स्थानीय तथा विदेशीहरूलाई घुमाउन हामीसँग एकजना भाइ भेटिसकेका छौं। भाइ तपाईको नाम के हो? मेरो नाम चाहिँ मुकेश पासवान। हजुर कहाँ बस्नुहुन्छ? म चाहिँ तिलौराकोटमा छु। ए हजुर घर यही हो। हजुर। ल आज हामीलाई चाहिँ भगवान गौतम बुद्धको उहाँको दरबार सरर घुमाइदिनु पर्यो है त। ल जाऊ आउनु जाऊ। हामी कहाँ जाँदैछौँ? सुरुमा कहाँ जान्छौँ? आफ्नो बाल्यकाल यही दरबारमा यही भित्र चाहिँ बिताउनु भएको थियो। हजुर। यहाँ चाहिँ गौतम बुद्ध 29 इयर्ससम्म चाहिँ यहाँ चाहिँ बस्नु भएको थियो। र आजभन्दा 2600 वर्ष पहिला गौतम बुद्धको बुवा राजा शुद्धोदनको उहाँको चाहिँ राज्य थियो। त्यो चाहिँ हाम्रो गौतम बुद्धको बुवाको नाम चाहिँ शुद्धोदन थियो अनि उहाँ चाहिँ यो ठाउँको राजा हुनुहुन्थ्यो त्यतिखेर। र गौतम बुद्ध जन्मेको चाहिँ लुम्बिनीमा। र त्यहाँ गौतम बुद्ध त्यहाँ लुम्बिनीमा त्यहाँ कसरी जन्मनु भएको थियो भन्दाखेरि पहिलाको रीतिरिवाज थियो, परम्परा थियो, पहिलो बच्चा गएर आफ्नो माइतीमा जन्माउने। अच्छा पहिलो मात्रै? हजुर। अनि त्यही भएर चाहिँ उहाँको आमा मायादेवी यहाँबाट आफ्नो माइती जाँदाखेरि उहाँको माइती अहिले जुन हाम्रो जुन लुम्बिनी जुन छ नि, लुम्बिनीदेखि अझै 57 किलोमिटर 57 किलोमिटर अरु अगाडि पर्छ। त्यो ठाउँको नाम चाहिँ देवदा थियो। जुन ठाउँमा गौतम बुद्धको मामा घर जुन ठाउँमा थियो त्यो ठाउँको नाम देवदा थियो। अनि उहाँको आमा मायादेवी यहाँबाट आफ्नो माइती जाने क्रममा गौतम बुद्ध बीच बाटोमा चाहिँ लुम्बिनीमा जन्मनु भएको थियो। र जब गौतम बुद्ध लुम्बिनीमा जन्मिसकेपछि फेरि उहाँलाई यही प्यालेसमा चाहिँ लिएर आउनु भएको थियो। उहाँहरू चाहिँ आफ्नो माइतीतिर जानु भएको थिएन, किनभने बच्चा बीच बाटोमा जन्मिहाल्यो। त्यही भएर उहाँहरू फर्केर फेरि गौतम बुद्धलाई यही दरबारमा लिएर आउनु भएको थियो। र उहाँहरू लुम्बिनीमा त्यहाँ एक राति त्यहाँ बास बस्नु भएको थियो, किनभने त्यहाँ माइती जाँदाखेरि साँझ परिसकेको थियो। अनि उहाँहरू त्यहाँ लुम्बिनीमा एक राति त्यहाँ बास बस्नु भएको थियो र भोलिपल्ट फेरि गौतम बुद्धलाई यही दरबारमा चाहिँ लिएर आउनु भएको थियो। अहिले तपाईँ जुन गेटबाट प्रवेश गरेर आउनु भएको छ त्यो दरबारको चाहिँ पश्चिमी द्वार हो, त्यो चाहिँ वेस्टर्न गेट। र त्यो वेस्टर्न गेट जुन छ त्यो गेटलाई वेलकम गेट भन्छन्। र वेलकम गेट किनभने भन्छन् भन्दाखेरि जब गौतम बुद्ध लुम्बिनीमा जन्मिसकेपछि उहाँलाई कपिलवस्तु राजदरबारमा लिएर आउँदाखेरि गौतम बुद्धलाई त्यही वेस्टर्न गेटबाट चाहिँ दरबारमा चाहिँ लिएर आएको भित्र, त्यहाँबाट चाहिँ गौतम बुद्धलाई वेलकम गरिएको। त्यही भएर त्यो गेट। र यहाँ चाहिँ पोखरी थियो, यो चाहिँ दरबारको पोखरी भएको ठाउँ। यहाँ चाहिँ त्यति बेला चाहिँ यता पोखरी थियो पनि? हजुर। यो चाहिँ दरबारको चाहिँ पोखरी भएको ठाउँ। ओके। र यो मेन दरबार चाहिँ यो हामी नजिकबाट हेरौँ त। हजुर। जहाँ गौतम बुद्धको आमा बुवाहरू चाहिँ बस्नुहुन्थ्यो त्यो दरबार चाहिँ यो मेन दरबार थियो। तर यो माथि जुन इटा जुन छ यो सबै नयाँ हो, पुरानो यसको तल छ, मुनि छ। यो पुरानो नबिग्रियोस् भनेर यो माथि नयाँ इटाबाट संरक्षण गरेको। सम्पूर्ण भगवान चाहिँ तल दबेको छैन त? हजुर। जमिन मुनि। यसलाई खन्ने काम भएको छैन? उत्खनन हैन, भइसकेको छ। यसको चाहिँ उत्खनन भइसकेको छ। पूर्वमा चाहिँ भएन। अहिले चाहिँ यहाँ धेरै जसो जुन पुरानो जुन दरबार जुन थियो त्यसको भग्नावशेषहरू यहाँले धेरै खन्न बाँकी छ, पुरै जमिनको तल छ। हजुर। र यो दरबारमा 4वटा गेटहरू थियो, पूर्व, पश्चिम, दक्षिण र उत्तर। तर अहिले 2वटा गेट मात्रै भेटाएको छ, पश्चिम गेट र पूर्व गेट। र दक्षिण गेट र उत्तर गेट अहिले भेटाएको छैन। त्यसको अहिले चाहिँ उत्खनन चाहिँ भएको छैन। पश्चिम गेट र पूर्व गेटको मात्रै भएको छ र यो दक्षिण र उत्तर गेटको अहिले चाहिँ उत्खनन भएको छैन। र यो ठाउँमा यहाँ चाहिँ 1977मा जापानको आर्कियोलजिस्टहरूले चाहिँ यहाँ उत्खनन गर्दाखेरि यहाँ चाहिँ खन्दाखेरि चाहिँ यो माटाको भाँडाहरू चाहिँ यहाँ चाहिँ फेला पारेको थियो। यो अहिले चाहिँ म्युजियममा राखेको छ। यहाँ पर म्युजियम छ, सङ्ग्रहालयमा छ, त्यसैमा चाहिँ राखिएको छ। यहाँ चाहिँ यो भेराइटीको सामानहरू छ। ओके ल। यो चाहिँ मेन प्यालेस चाहिँ यही हो। यहाँ चाहिँ गौतम बुद्धको आमा बुवाहरू चाहिँ बस्नुहुन्थ्यो, उहाँहरूको चाहिँ मेन प्यालेस चाहिँ यो मेन यही दरबार हैन त? हजुर। यो चाहिँ अहिले चाहिँ आधीभन्दा बढी चाहिँ भित्र दबेको छ। हुन यता यो साइडमा चाहिँ यता चाहिँ दबेको छ। उता पनि थियो? हजुर। यता के थियो त? यहाँ खासमा चाहिँ यहाँ चाहिँ 3वटा दरबारहरू चाहिँ थियो त्यति बेला चाहिँ। यो गौतम बुद्धको बुवाले गौतम बुद्धको लागि चाहिँ यहाँ 3वटा मौसम अनुसारको घरहरू बनाउनु भएको थियो। एउटा गर्मीको थियो, अनि एउटा जाडोको र एउटा बर्खाको। र अहिले चाहिँ 2वटा दरबार चाहिँ भेटाएको छैन, एउटा मात्र चाहिँ भेटाएको छ। एउटा चाहिँ त्यहाँ पर छ र 2टा अहिले चाहिँ भेटाएको छैन। र यो मेन दरबार चाहिँ हो, मेन प्यालेस चाहिँ यस्तो हो कि यहाँ भित्र चाहिँ गौतम बुद्धको बुवाले गौतम बुद्धको लागि सबै प्रकारको
सेवा सुविधाहरू चाहिँ यही दरबारमा नि पुरै व्यवस्था मिलाइदिनु भएको थियो कि उहाँ बाहिर नजाउन्, बाहिरको दुःखहरू नदेखुन् भनेर चाहिँ उहाँको बुवाले चाहिँ पुरै फेसिलिटीहरू चाहिँ यही प्यालेसमा चाहिँ व्यवस्था मिलाइदिनु भएको थियो। र त्यति बेला चाहिँ यो दरबारमा बुढो मान्छे, भिक्षु मान्छे अनि रोगी मान्छेहरूलाई चाहिँ यहाँ आउन चाहिँ प्रतिबन्धित थियो, नो इन्ट्री थियो। किन यस्तो हो कि उहाँ चाहिँ जब यस्तो हो किनभने जब गौतम बुद्ध लुम्बिनीमा जन्मिसकेपछि उहाँलाई यहाँ दरबारमा लिएर आइसकेपछि अनि 7 दिनपछि चाहिँ उहाँको नामाकरण गर्ने दिनमा गौतम बुद्धको बुवाले 108 जना ऋषि मुनिहरूले ज्योतिषीहरूले चाहिँ बोलाउनु भएको थियो उहाँको नामाकरण गर्नलाई। अनि त्यो ज्योतिषीहरूले चाहिँ उहाँको नाम सिद्धार्थ राख्नु भएको थियो। र यो सिद्धार्थको अर्थ के हुन्छ भन्दाखेरि उहाँ जे सोच्नुहुन्छ, जुन काम चाहिँ सोच्नुहुन्छ त्यो पुरा गरेर चाहिँ छोड्नुहुन्छ, त्यो सिद्धार्थको अर्थ त्यो हो। र त्यसपछि चाहिँ त्यो ज्योतिषीहरूले चाहिँ भविष्यवाणी गरेको थिए र उनीहरू चाहिँ के भविष्यवाणी गरेको थिए भन्दाखेरि उहाँ जब प्यालेसमा जब दरबारमा बस्नुहुन्छ भने एउटा ठुलो चक्रवर्ती सम्राट, एउटा पावरफुल किङ, एउटा राजा बन्नुहुन्छ, नत्र उहाँ जब दरबारभन्दा बाहिर जब निस्कनुहुन्छ भने उहाँ बाहिरको दुःखहरू जब देख्नुहुन्छ भने उहाँ पक्कै पनि यो दरबार चाहिँ गृह त्याग गर्नुहुन्छ, सन्यासी बन्नुहुन्छ। अनि त्यही भएर चाहिँ यो कुरा सुनेर चाहिँ गौतम बुद्धको बुवालाई चाहिँ धेरै चिन्ता थियो कि यस्तो खासमा चाहिँ यो गौतम बुद्धको बुवाले चाहिँ गौतम बुद्धलाई राजा बनाउन चाहनुहुन्थ्यो, तर उहाँ चाहिँ बन्नु भएको थिएन, मान्नु भएको थिएन। अनि उहाँको बुवालाई चाहिँ धेरै चिन्ता थियो कि अब म पछि यो ठाउँमा को राज्य गर्छ, को राजपाट सम्हाल्छ। अनि फेरि गौतम बुद्ध उहाँ चाहिँ एक्लै हुनुहुन्थ्यो, सिङ्गल हुनुहुन्थ्यो। अनि त्यही भएर चाहिँ उहाँको बुवाले चाहिँ धेरै दुःख थियो। त्यही भएर चाहिँ उहाँको बुवाले पुरै यहाँभित्र उहाँले चाहिँ 29 इयर्ससम्म चाहिँ यहाँ अन्डरग्राउन्डमा चाहिँ राख्नु भएको। ओके ओके ठिक छ। अब त्यहाँ जुन बाजा बजिरहेको छ नि थुप्रै हात्ती पनि रहेछ त्यहाँ, त्यो ठाउँ के रहेछ हेर्नु है त सर? ल भन्नु। र यो चाहिँ इनार हो, यो चाहिँ दरबारको चाहिँ इनार। त्यति बेला चाहिँ यो गौतम बुद्धको फ्यामिलीहरू चाहिँ परिवारहरू चाहिँ उहाँहरू चाहिँ यही इनारको पानी दरबारमा प्रयोग गर्नुहुन्थ्यो, पिउनुहुन्थ्यो। पहिला धाराहरू थिएन, पहिला उहाँहरू त्यही इनारको पानी र पोखरीको पानीहरू चाहिँ दरबारमा चाहिँ प्रयोग गर्नुहुन्थ्यो। र अहिले हामी चाहिँ मन्दिरमा जाँदैछौँ जहाँ चाहिँ गौतम बुद्धको आमा बुवाहरूले चाहिँ पूजा गर्नुहुन्थ्यो। ल भनौँ त सर के रहेछ यो? यो चाहिँ खासमा चाहिँ यो गौतम बुद्धको आमा बुवाहरूले चाहिँ पूजा गर्ने मन्दिर। यो चाहिँ उहाँहरूको चाहिँ कुलदेवीको मन्दिर। र यहाँ पर एउटा पोखरी छ त्यहाँ अगाडि चाहिँ। अनि त्यही पोखरीमा चाहिँ गौतम बुद्धको आमा बुवाहरूले चाहिँ नुहाएर चाहिँ यो मन्दिरमा चाहिँ पूजा गर्न आउनुहुन्थ्यो। र अहिले यो मन्दिरलाई चाहिँ यहाँको स्थानीय वासीहरूले चाहिँ यो मन्दिरको नाम चाहिँ समयमाई मन्दिर भनेर चिन्छन्। समयमाई। र यहाँ मान्छेहरू यो हात्ती चाहिँ जस्तो कि यहाँ मान्छेहरू चाहिँ भाकल गर्छन् र जब पुरा हुन्छ अनि एउटा यहाँ चाहिँ हात्तीको मूर्ति चढाइदिन्छन्। त्यही भएर यहाँ थुप्रै हात्तीहरूको मूर्ति छ। भाकल पुरा भएपछि त्यो मनोकामना पुरा भइसकेपछि यहाँ मान्छेले एउटा हात्तीको मूर्ति चढाइदिन्छ। त्यही भएर यहाँ थुप्रै हात्तीहरू सर देखाउँछ कि यो पोखरीको बारेमा भन्नु पर्यो कि अहिले हामी जुन मन्दिर देखेर थियौँ त्यही मन्दिरमा चाहिँ गौतम बुद्धको आमा बुवा यो पोखरीमा चाहिँ गौतम बुद्धको आमा बुवाहरू चाहिँ नुहाएर अहिले हामी जुन अघि मन्दिर जुन देखेर थियौँ त्यही मन्दिरमा चाहिँ उहाँहरू पूजा गर्न जानुहुन्थ्यो। समयमाई मन्दिर यो चाहिँ उहाँको आमा मायादेवी र गौतम बुद्धको बुवा शुद्धोधन उहाँहरू चाहिँ यहाँ चाहिँ नुहाएर चाहिँ त्यो मन्दिरमा पूजा गर्न जानुहुन्थ्यो। ठिक छ, ल राम्रो रहेछ मन्दिर। यो पोखरी अलि राम्रो बनाएछ है? अहिले ठिक छ। कमलको फुल रहेछ, सेतो कमलको फुल राम्रो भएछ। त्यस अहिले त्यस अलिकति विशेष संरक्षण भइरहेछ अहिले, बिस्तारै बिस्तारै भइरहेछ। ए ल। र अहिले हामी चाहिँ दरबारको पूर्वी गेटमा छौँ। यो चाहिँ इस्टर्न गेट। सिद्धार्थ गौतम आफ्नो 29 वर्षको उमेरमा आफ्नो कन्थक घोडामा चढेर उहाँको जुन घोडा जुन थियो ऊ घोडाको नाम कन्थक थियो, सेतो सेतो कलरको थियो। र उहाँको सारथीको नाम छन्ना थियो, उहाँको जुन रथ चलाउने मान्छे जुन थियो ड्राइभर उसको नाम छन्ना थियो। अनि सिद्धार्थ गौतम त्यही आफ्नो कन्थक घोडामा चढेर र आफ्नो सारथी छन्नालाई लिएर मध्यरातमा राति 12 बजे बुद्धत्व प्राप्त गर्नलाई इन्लाइटमेन्ट हुनलाई चाहिँ यो गेटबाट गृह त्याग गर्नुभएको थियो। यहाँबाट चाहिँ उहाँले आफ्नो पुरै राजदरबार छोडेर चाहिँ यहाँबाट चाहिँ निस्केर चाहिँ जानुभएको थियो यो गेटबाट। र यो गेटबाट जब सिद्धार्थ गौतम गृह त्याग गरिसकेपछि अनि उहाँ जानुभएको थियो अनुमन नदीमा जानुभएको थियो। कति वर्षको उमेरमा? 29 वर्षको उमेरमा। अनि उहाँ चाहिँ त्यो अनुमन नदीमा गएर आफै तलवारले आफ्नो कपाल काट्नु भएको थियो र उहाँको जुन दरबारको जुन कपडाहरू जुन थियो त्यो सबै चेन्ज गर्नुभएको थियो। त्यो जुन भिक्षुहरू जुन लगाउँछन् त्यो कपडाहरू त्यसलाई चिवर भन्छन्। अनि उहाँले त्यही चिवर लगाउनु भएको थियो।
र त्यति बेला चाहिँ उहाँ राजकुमार हुनुहुन्थ्यो, प्रिन्स हुनुहुन्थ्यो र उहाँको जुन राजकुमारको जुन कपडाहरू जुन गरगहनाहरू जुन थियो त्यो सबै आफ्नो सारथी छान्नाले दिनुभएको थियो, आफ्नो रथ चलाउने मान्छेले दिनुभएको थियो र त्यो दिएर भन्नुभएको थियो तिमीहरू जाऊ कपिलवस्तुमा फर्केर चाहिँ जाऊ, मेरो बुबाले चाहिँ दिदिऊ र भनिदेऊ कि जबसम्म मलाई इन्लाइटमेन्ट हुन्न, बुद्धत्व प्राप्त हुन्न तबसम्म म दरबारमा कहिले पनि फर्केर आउन्न। अनि उहाँको कन्तक घोडा र उहाँको सारथी छान्ना उनीहरू जब दरबारमा फर्केर आउँदाखेरि घोडा यहाँ पर चाहिँ मरिहालेको थियो, यो गौतम बुद्धको घोडा त्यहाँ चाहिँ मरिहालेको थियो। यो चाहिँ यस्तो हो कि खासमा चाहिँ त्यो जुन घोडा जुन थियो त्यो घोडामा चाहिँ गौतम बुद्ध मात्रै चढ्नुहुन्थ्यो, उहाँको पर्सनल घोडा थियो र त्यही भएर चाहिँ उसले उहाँको शोकमा चिन्तामा चाहिँ उसले चाहिँ आफ्नो प्राण त्यागेको, त्यो घोडाले चाहिँ यहाँ पर चाहिँ त्यो घोडा मर्यो। भाइ यो चाहिँ के रहेछ यहाँ? यो जुन छ यसलाई सङ्ग्रामा भन्छन् र यो सङ्ग्रामा भनेको चाहिँ मोनास्ट्री बिहार र यहाँ चाहिँ भिक्षुहरू बस्थ्यो कि खासमा चाहिँ। यस्तो हो कि जब गौतम बुद्ध वहाँ दरबार छोडेर जब निस्किसकेपछि उहाँ चाहिँ जब गइसकेपछि यहाँबाट अनि उहाँ चाहिँ इन्डियामा जानुभएको थियो अनि उहाँको बुवाले चाहिँ यहाँबाट चाहिँ धेरै पटक चाहिँ आफ्नो सैनिकहरूलाई चाहिँ पठाउनु हुन्थ्यो कि त्यो कहिले 2025 जति आफ्नो सैनिकहरूलाई चाहिँ बारम्बार चाहिँ पठाउनु हुन्थ्यो कि गएर चाहिँ गौतम बुद्धलाई चाहिँ लिएर आऊ। अनि जो यहाँबाट जान्थे त्यहाँ गौतम बुद्धलाई लिनको लागि त्यहाँ गौतम बुद्ध सबलाई चाहिँ आफ्नो प्रवचन सुनाएर चाहिँ भिक्षु बनाइदिनु हुन्थ्यो। अनि जो जान्थे त्यहाँ लिनको लागि गौतम बुद्धलाई उनीहरू चाहिँ सबै भिक्षु बनेर चाहिँ यहाँ फर्केर चाहिँ आउँथे। अनि यहाँको मान्छेहरू चाहिँ बिस्तारै सबै चाहिँ भिक्षुहरू चाहिँ भइहाल्यो कि। अनि त्यसपछि चाहिँ उनीहरू चाहिँ यो ठाउँमा चाहिँ यहाँ चाहिँ बसोबास गर्थे कि खासमा चाहिँ। र यसको प्रवेशद्वार चाहिँ यहाँबाट थियो, यो चाहिँ इन्ट्रान्स गेट चाहिँ यहाँबाट थियो। ओके भाइ यो गेटको बारेमा भन्नु पर्यो। अहिले हामी चाहिँ यो दरबारको चाहिँ पश्चिमी द्वारमा छौँ। यो चाहिँ वेस्टर्न गेट हो। जब गौतम बुद्ध लुम्बिनीमा जन्मिसकेपछि उहाँलाई जब कपिलवस्तु राजदरबारमा लिएर आउँदाखेरि चाहिँ गौतम बुद्धलाई यो द्वारबाट चाहिँ दरबारमा चाहिँ भित्र चाहिँ लिएर गएको। यो चाहिँ यहाँबाट चाहिँ गौतम बुद्धलाई वेलकम गरिएको, त्यही भएर चाहिँ यो गेटले वेलकम गेट पनि भन्छन्। बुद्धत्व प्राप्त गरिसकेपछि होइन त्यो लुम्बिनीमा जन्मिसकेपछि। र त्यसपछि चाहिँ यो चाहिँ हाम्रो दरबारको किल्ला पर्खाल थियो, यो चाहिँ वाल। त्यति बेला चाहिँ यो पर्खाल चाहिँ 22 देखि 25 फिट अग्लो हाइट थियो र 10 देखि 12 फिट चौडा वाइट। र यहाँ किनारमा चाहिँ यहाँ चाहिँ नहर थियो, यहाँ चाहिँ वाटर क्यानन र यो नहरमा सार्पुहरू अनि गोहीहरू चाहिँ गौतम बुद्धको बुवाले चाहिँ पालिदिनु भएको थियो। यो दुश्मनहरू